काल्पनिक र सत्य घटनामा आधारित भूतको कथा भन्ने च्यानल रहस्य नेपाली हररलाई लाइक र सब्स्क्राइब गर्नुहोस्। नमस्कार, आज म तपाईहरुलाई एउटा यस्तो कथा सुनाउन गइरहेको छु जसले तपाईको सोचको सीमा भन्दा बाहिरको यथार्थ देखाउनेछ। कथा हो एउटा सानो गाउँको मानिसको जो एक रात घना जंगलभित्र बाइक चढेर आफ्नो घर फर्कदै थियो। तर त्यो रात सामान्य थिएन। उसको मनमा आइरहेका राम्रा नराम्रा सोच र त्यस रात उसले भोगेको एक अकल्पनीय र अलौकिक अनुभवको कथा हो यो। तयार हुनुहोस् किनकि डरको यात्रा अब सुरु हुँदैछ। आउनुहोस् सुनौ रहस्य नेपाली हररको श्रृङ्खला 17मा डरलाग्दो अर्को भूतको कथा। मेरो नाम विपिन राई हो। म प्रहरी सेवामा कार्यरत छु। यद्यपि कर्तव्यले मलाई देशका विभिन्न भागमा पुर्याए पनि मेरो मन भने धरान र चतरा बीचको पटनाली गाउँमै अडिएको छ। घना जंगलले घेरिएको मेरो सानो शान्त गाउँ अनि मेरो परिवार र छरछिमेक मेरा लागि अति प्रिय छन्। त्यही गाउँ अनि त्यहाँ फर्कने बाटोमा मैले भोगेको त्यो रात, आज म तपाईहरुलाई त्यही कथा सुनाउने छु। यो घटना करिब 5 वर्ष अघि सप्तरी जिल्लामा पोस्टिङ हुँदा घटेको हो। लामो समयपछि मलाई केही दिनको बिदा स्वीकृत भयो। मेरा 3 जना साथीहरूको पनि छुट्टी मिल्यो। 1 जना काठमाडौँको, 2 जना राजाबासका र म मात्र पटनालीबाट। बिदा सुरु हुन साथ हामीले सँगै बसेर सानो उत्सव मनाउने योजना बनायौं। घर फर्कने बाटोमा प्रकाशपुर भन्ने एउटा गाउँमा रोकियो। साँझको सुनौलो घाममा कोइलाको आगोमा रापिएका सुँगुरको मासु र स्थानीय रक्सीको सान्दर्भिक तातोपनले आहा त्यो क्षण अझै सम्झना लायक बनायो। मैले थोरै मात्र पिएँ ताकि सुरक्षित साथ बाइक चलाउन सकूँ। हामीले काठमाडौँ फर्कने साथीलाई नाइट बसमा बिदा गर्यो। बाँकी 3 जना भने होटलमै केही घण्टा रमायो। साँझको करिब 8 बजेको थियो जब मेरा राजाबासका 2 साथीहरूले मलाई उनीहरूकै घरमा बस्न आग्रह गरे। जंगलको बाटो रातमा नहिँड्नु भनेर सल्लाह दिए। विपिन, यो रातमा जंगलको बाटो नलाग। तर म भने घर पुग्ने लालसामा उनीहरूको सुझाव अस्वीकार गर्दै बाइक समाते अनि पटनालीतर्फ लागे। राजाबासबाट पटनाली जाने बाटो साँझ पर्न साथ अँध्यारो र सुनसान हुन्छ। जब म इक्राई भन्ने गाउँमा पुगे रातको अँध्यारोले आकाश ढाकिसकेको थियो। गाउँका घरहरूमा बत्ती बलिरहेका थिए तर सडक पनि सुनसान थियो। त्यही बेला मैले एक महिलालाई देखेँ। उनी पिपलको रुखमुनि उभिएकी थिइन्। गोरो छाला, लामो कपाल र ती शान्त मुद्रा। उनले हात हलाउँदै लिफ्ट मागिन्। थाहा छैन किन मैले केही नबोलिकन मोटरसाइकल रोके। उनले पनि केही बोलिनन्, चुपचाप पछाडि बसिन्। मैले सोचे सायद उनी धरानतर्फ जाँदैछिन्, जुन बाटो मेरो गाउँसँग केही दूरीसम्म साझा नै थियो। मैले सोचे 5 नम्बर भन्ने ठाउँसम्म उही बाटो हो। त्यसपछि मेरो बाटो पटनालीतिर मुडिन्छ। म उसलाई 5 नम्बरसम्म छोडिदिउला। उसलाई लिफ्ट दिएको 3-4 मिनेटमा 4 कोसे झाडी जंगलको बाटो पसियो। जंगल छिरेको केही समय मलाई केही सोचाएन, तर मध्य जंगलको अन्धकारमा बाइक चलाउँदा चलाउँदै मनमा चिसो डरको सिरेटो चल्यो। जंगलको सुनसान बाटोमा एक्लै यात्रा गर्ने महिलाप्रति मेरो मनमा शंका उत्पन्न हुन थाल्यो। कसरी एक महिला रातको अन्धकारमा एक अपरिचित पुरुषसँग लिफ्ट लिन सक्छिन्? मनमा शंका उब्जियो। कतै चोरी डकैतीको जालो त होइन? सायद उसका ग्याङका साथीहरू लुट्नका लागि जंगलमा लुकेर बसेका होलान्। मेरो मनमा त्यस्तो सोच आउनु स्वाभाविक थियो, किनभने त्यो जंगलको बाटो लुटपाट र हत्याहरू भइ नै रहेका हुन्छन्। बेकारमा अन्जान महिलालाई लिफ्ट दिएछु। मलाई पश्चाताप हुन थाल्यो। डरले मलाई बेसरी च्याप्यो र मैले बाइक अझ तीव्र गतिमा हाकेँ ताकि कोही चोर डाकाले बाइकको अगाडि उभिने आँट नगरोस्। मैले दायाँ बायाँ नहेरी मोटरसाइकल कुदाएँ। डरले कहिले 5 नम्बर पुग्छ र रोको भइरहेको थियो। खासमा 5 नम्बर भन्ने ठाउँ कुनै गाउँ होइन, त्यो एउटा मोड हो जहाँ बाटो दुईतिर लाग्छ। दाहिने गए धरानतिर, देब्रे लागे पटनाली। त्यहाँ 2-4 वटा चौतारी र धेरै नयाँ तथा पुराना च्यानहरू छन्। जब म 5 नम्बर पुगे मैले मोटरसाइकल रोके। त्यहाँ पुगेपछि डरले फुलिएको मेरो फोक्सोले बल्ल आनन्दका सास फेर्यो, किनभने 5 नम्बर पुगेर पटनालीको बाटो लाग्नु साथ केही घरहरू देखा पर्थे। मलाई मनमा दया जागेर आयो। यति राति एक्लै महिला कसरी गन्तव्यसम्म पुग्न सक्लिन्? अब त घरहरू नै पर्छ बाटोमा, चोर डकैतीको डर छैन। उनलाई गन्तव्यसम्मै छोड्दिउला।
मैले सोधेँ, तपाईँ कहाँ जानुहुन्छ बहिनी? म पटनाले जाँदैछु। तपाईँ यहाँ ओर्लिनुहोस् वा तपाईँको गन्तव्य बताउनुहोस्, म तपाईँलाई त्यहीसम्म पुर्याइदिन्छु। उनले केही जवाफ दिइनन्। मैले फेरि पनि ठुलो स्वरमा त्यही प्रश्न दोहोऱ्याएँ, तर कुनै जवाफ थिएन। फर्केर हेर्दा मेरो बाइकको पछाडि कोही थिएन। म स्तब्ध भएँ। के उनी बाटोमै खसेर त घाइते भएनन्? डरले मलाई जगड्यो। म फर्केर जाने लागेको थिएँ, तर अर्को सोचले मलाई झ्याप्पै रोक्यो। यदि म फर्किएँ भने र उनी मरेकी पाएँ भने मलाई दोष लाग्नेछ। यो कायरता मात्र होइन, अमानवीय पनि थियो। त्यसैले म फर्केर गएँ। मैले जङ्गलको बाटो सबै खोजेँ, तर मैले उनलाई कहीँ पनि भेटिनँ। मलाई लाग्यो कि सायद उनी गाउँमै झरेन् कि त कुनै यात्रुले घाइते उनलाई अस्पताल पुर्याए। रात निकै छिपिसकेको थियो। दुर्घटना नै भएको भए बिहान समाचारमा थाहा पाउनेछु सोचेर म घरतिर लागेँ। ती महिला कहाँ होलिन्, कस्तै होलिन् भन्ने प्रश्नले मनमा अशान्ति थियो, तर दिनभरिको लामो यात्राको थकानले त्यो रात म गहिरो निन्द्रामा परेँ। बिहान उठ्दा मनमा डर थियो। यदि कसैले उनलाई फेला पारे गाउँमा पक्कै खबर फैलिएको हुनुपर्छ। केही खबर सुनिन्छ कि भनेर म चोकतर्फ निस्केँ। म चोकतर्फ जाँदै थिएँ। एकजना काका जो स्थानीय झाँक्री थिए, उहाँले मलाई रोक्नुभयो। विपिन, तैँले राति कसैलाई मोटरसाइकलमा बोकेको थिइस्? मेरो शरीर काँप्यो। पक्कै घाइते भएछन्। डराउँदै मैले स्वीकारेँ। हो काका, राति एउटा महिलालाई इक्राबाट लिफ्ट दिएको थिए। उहाँले मोटरसाइकलमा बाँधिएको विश्वकर्मा पूजाको रातो रिबन देखाउँदै भन्नुभयो, मेरो दिन दह्रो थियो, यही रिबनले तल बचायो। यो महिला चुडेल थिए। त्यसपछि सबै कुरा स्पष्ट भयो। गोरो छाला, लामो कपाल, पिपलको रुखमुनि उभिएकी उनी र ती शान्त मुद्रा, यी सबै चुडेलका लक्षणहरू थिए। पछि मेरो फुपूको घर, जुन इक्रा नजिकैको गाउँमा पर्छ, त्यहाँ जाँदा थाहा भयो कि करिब 14 वर्ष अघि त्यो पिपल छेउमा रहेको घरमा एक 20-21 वर्षकी महिलाले कोठामा झुन्डी आत्महत्या गरेकी रहेछन्। जुन दिन मैले उसलाई लिफ्ट दिएँ, त्यही महिना र त्यही मिति उनले आत्महत्या गरेकी रहेछन्। उनले आत्महत्या गर्नु अगाडि 4 कोसे झाडी जङ्गलमा घाँस काट्नु गएकी थिइन्, अनि उनको आत्महत्याको कारण अहिलेसम्म नि कसैलाई थाहा रहेनछ। त्यो रातपछि म सचेत भएको छु। अझै कहिलेकाहीँ म त्यही बाटो रातमा पार गर्ने गर्छु, तर मैले उनलाई फेरि कहिले देखेको छैन। आजकल राति यात्रा गर्दा मनमा सधैँ सतर्कता हुन्छ, किनभने रातमा हल्लिएका हातहरू सधैँ सहायताका लागि होइन, कहिलेकाहीँ चेतावनी दिन नि हल्लिएका हुन सक्छन्। हजुरहरूलाई आजको कथा कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। साथै यो भिडियो राम्रो लागे आफ्नो साथीभाइलाई अवश्य सेयर गर्नुहोला। यस्तै रोचक र रहस्यमय कथाहरू मनपर्छ भने रहस्यलाई सब्स्क्राइब गर्नुहोस्, किनकि म फेरि आउनेछु अर्को डरले भरिएको कथा लिएर। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।